त्यो बीच रोडमा बसिरहेको यो मान्छेले बाटो काट्छ बिचमा आएर बसेर नि चाहिँ जहाँ हुन्छ नि यसले यो ट्याक्सीलाई किन फोटो खिचिरहेको यो पुलिसले प्रहरी महानुभावले अलि स्लो अलि यता यता च्याप्दै हो यता यता च्याप्दै हो तर सिसा चाहिँ एकदम हेर दुईतिरैबाट मान्छे हिँड्छ के कस्तो तिमी प्रधानमन्त्री होइन राष्ट्रपति होइन तिमी आउँदा सबै बाटो खाली गरिदिनलाई त त्यो अर्जेन्टिना फ्यानलाई चाहिँ छोला हे बिचरा ट्रक के हो फेरि यसको पारा यो घुमाउनुला होला यहाँबाट लाइट साइड केही छैन बिस्तारै ल हिँड नि त्यस्तरी झ्याप्पै रोकेपछि त कहाँ हुन्छ त बहिनी अब त्यसले रोक्यो बाइकले अनि बिस्तारै हिँड्ने के किन हाँस्या चाहिँ फुल दिदीले उहाँको बाटो काट्दै हुनुहुन्छ ल ल ल के जेब्राबाट बाटो नकाटेर जता जतैबाट चप्पल लाएर तिमीले कतिचोटि जेब्रामा बाटो काट्यो हुन्छ त्यो आफूलाई परेपछि मात्र नियम कानुन थाहा सोध्छ क्या मान्छेले हो त्यहाँ खाल्डो छ है त्यहाँ खाल्डो छ यतापट्टिबाट बाइक आउँछ फेरि अलिक विचार गर स्लो 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 जिब्रा क्रस यस्तो जङ्सन आएपछि स्लो गर्ने हो कि तिमी अहिले यताबाट आयो नि यो तिम्रो आउने नै गलत छ तिमी अलि यता च्यापेर जानुपर्ने हो तिमी यता जाने गरी आयो कि अहिले बाइकहरूले तिमीलाई क्या ल्याङ गर्छ जानै दिँदैन त कता ए त्यस्तै नपेला बरु ढिला भए म केही नि भन्दिनँ अलिकति हिँड्नु अब नत्र अहिले तिमीलाई जानै दिँदैन त्यहाँबाट ल हिँड ओ के आयो होला यार त्यस्तो बाटो त्यो कसरी छिरेर आयो त खोइ अब आइसक्यो मैले त यहाँबाट अलिकति हो कि जस्तो ला मात्र हो मेरो ठ्याक्कै यसले छिर्थ्यो तिम्रो त तिमीले चला त पुरै भिडियोले क्याप्चर गर्नुपर्छ कसो गरी थाहा हुन्छ अब अफिस टाइम यस्तो भिडभाडमा चलाउनु परेको अनि के अन्त चलाउनु नै यस्तैमा हो भिडभाडमा केही नै हुँदैन कि सिक्ने मान्छेले चलाउनु नै त्यस्तैमा हो हाइवेमा त जसले नि चलाउनु सक्छ फेरि हाइवेमा एक्सिडेन्ट भयो नराम्रो एक्सिडेन्ट हुन्छ हेर नि त्यो कहाँ जानु खोजिरहेको ल हिँड 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 यिनीहरूलाई यस्तै छोडिदिइराख भने त च्यापिरहन्छ तिमीलाई कहिले जानै दिँदैन ल हिँड नि त हिँड पछाडिबाट नि आएको थियो तिमीलाई चेप्दै अगाडिबाट नि आएको थियो तिमी बिचमा भएर हो कि त्यस्तो भएको पाउँछ तर तिम्रो यो गलत हुन्छ तिमी लेनको बिचमा हुन्छ न यो लेनमा न ऊ लेनमा हुन्छ तिनीहरूले चाहिँ कोन्दा लेन तानेर लेनै नताने ठाउँमा यस्तै जिब्रामा मान्छेलाई जान्दियो त्यो बाइकहरूले तिमीलाई जान दिँदैन त्यसलाई जान्दियो त्यो गाडीले अब तिमीलाई पेल्छ तिमी स्लो गर्यौ थाहा थियो कि अब त्यो पछिको त्यो बाइकले नि तिमीलाई जान्दिँदैन तिमी स्लो गरिदिएपछि हिँड नि हिँड त्यो स्लो गर्नै पर्छ रोक्न पर्ने स्थिति नै छैन अहिले सबलाई आउन लाग्यो भने रोकेर बस्यो भने त तिमी अफिस 7 बजी हिँड्नुपर्छ अगाडि है अगाडि बाइक एकछिन पछि बोला हुन्थ्यो नि वहाँ पुग्छ यहाँ आएर गइस ये तो लाइसेन्स लिया 8 वर्ष भयो 9 वर्ष भयो मान्छेको हालत यस्तो छ 2 वर्ष लाइसेन्सले सिकाउनु पर्यो 2 वर्ष लाइसेन्स कति 3-4 दिन चलायो होला हैन हो बुढी हो आफ्नो गाडी चाहिँ हो मेरो लागि यस्तो खुल्ला हुनुपर्छ कि केटाकेटी हो बाटो भने हो नि तिमी राष्ट्रपति नै हो म त साँच्चै हो राष्ट्रपति हुनुपर्ने खालको रहेछ
फेरि राष्ट्रपति भयो भने आफूले चलाउनु होइन नि त मिथ आइरहेको पछाडि गयो मिथले टकेर कर्भलाई मिथ भनेर बस्छ नेक्स्ट अङ्ग्रेज उताबाट गाडी आइरहेको है त्यो नहीं 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 तिमीलाई अहिले बसले यसरी हर्न बजाउँछ नि यो लेनमा अहिले त यहाँ रे त यस्तो त्यो त्यो अगाडिको त्यो ट्याक्सीलाई हेर है अलि यताबाट हिँड्न तिमी त्यो फुत्त बिचा आउँछ तिमीलाई ट्याक्सी नै होइन रहेछ त्यो त त्यो I-10 रहेछ यसरी चलाउ न अनि मैले कहिले कराउँछु त जिएफै खाली भइदियो त कहिले लाग्छ अहिले त सबैले जिएफनी भिडम भाड थियो त्यस्तो त भइहाल्छ नि सर त त्यो त्यो अनि त्यस्तोमा नचलाए तिमीले के थाहा पाउँछौ त यसले लाइट बाले थाहा होला नि है त्यो त थाहा छ स्कुटर 10 वर्ष चला हुन्छ हो गाडीको 10 वर्ष नि बढी चला खै हेर त्यो मान्छेको छातालाई ड्याङ्ग हानेर हिँड्थ्यो त्यो स्कुटर बाइकवाला हिँड दिदी हिँड अलि यता यता च्यापेर हिँड त्यो अगाडिको बसले न त ल्याङ गर्छ तिमीलाई भयो त्यो हिँड्यो 13 कि कहिलेदेखि स्कुटर चला 12 मा अफिस जोइन गरेँ मैले 14बाट भने 14 हो 14बाट भनेपछि अहिले 19 सम्म चला 6 बाट चला 9-10 वर्ष भनेर लाग्यो हो 7 वर्षमा त मैले त्यो स्कुटर बेचेँ स्पिड बढी भयो बुढी पछाडिबाट नि आइरह आइरह नि त उतापट्टि छ नि त आफ्नो साइडमा हिँड्ने केही गर्नु पर्दैन कि अलिक स्लो गर अगाडिको गाडीहरू स्लो गर्दैछ तिनीहरूको ब्रेक लाइट बलेपछि नि आफू नि सेट गर्नुपर्छ कि फेरि तिमीले यसमा राम्रो चिज हो नि यो 1मा मात्रै रहेछ रन चाहिँ रिजनेबल होइन तिमीले उ गरेपछि आफै ब्रेकिङ हुँदै जान्छ कि तिमीले एक्सिलेटर छोडेपछि ब्रेकमा थिच्न नि परेन पर्न त पर्यो तर स्लो हुँदै जान्छ ल ल ल ल ल ल ल ल तिमीले यस्तो पाराले त हुँदैन नि बहिनी ल ल ल हिँड तिमी अलि यतैबाट चाहिँ उता चेप्न पर्ने भएछ नि त अलि यतैबाट आउने हो कि सर त केही चाहिँ मन पर्दैन क्या तिम्रो त्यो त्यति त कमन सेन्स युज गर न यसले अब पुरै ड्याक्कै रोक्ला भन्ने चाहिँ अलि भएन नि त मलाई कुरा सुन्दा नि त्यो रोकि नै राखेको थियो ऱ्याक्कै रोक भन्दा पनि हुँदैन थियो हो त्यो बुढोसँग सिटमा बसेर बसेर गाडीमा बसेर क्रिम भइहाल्यो अस्ति ल्याङ गर्ने ल एक्लै चलाउ नि त त्यसो भए म बस्दिनँ म हिँड्दै आउँछु गाडी लिन त्यहाँ त्यत्रो बम्परदेखि त्यत्रो बम्पर नदेखा हो तिमीले कि जे परे पर हालिदिन्छु बुढाले बनाउने हो भनेर ए कस्तो ब्रेक लाग्यो तर त्यस्तै ब्रेक लाउनु चाहिँ हुँदैन कि यो भिडमा ए भगवान् तिम्रोमा त सबै कभर गर्दै हिँड्नुपर्छ सबै है यहाँनिर हेर्दै हिँड्नुपर्छ त्यो अगाडिको ड्राइभरले कसरी हेऱ्यो पछि त्यो पक्कै आउँदैन त्यसलाई होइन त्यसले हर्न बजाएको हात बाहिर निकालेर यताबाट हेरेर गएको थियो नि त रेसिस्ट महिला ड्राइभर देख्यो त्यसो गरेर सेक्सिस्ट काइन्ड भएको चक्रपथमा भसक्कै बाइकहरू तेर्दा दिन्छ हाम्रोपट्टि जाने ठाउँ लट्ठी लिएर हिँड्नुपर्छ यता दाहिने हातमा ड्याङ ड्याङ भन्नु
चाहिँ लिएर हिँड्नु त्यहाँनिर खाल्डो छ है सर त्यो अहिले त्यो ट्याक्सी खल्ट्याङ्ग पऱ्यो नि भनिरहेको छु म किन जान्छु त त्यता राम 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 हिँड नि हिँड त्यता त गइरहेको त गाडी अब लाइट देऊ हो स्लो गर्नु पर्यो नि मेरो अलिक फास्ट ल ल ल हिँड अलि यता आऊ त गएर तिमी ल ल बाइक आइरह है बाइक हिँड नि हिँड भगवान् अब सिधा गर उता गाडीलाई अब छोडिदियो अब हिँड नि हिँड हिँड अब किन चाहिँ स्लो गरेर त पछाडिबाट आची च्यापेर आइसक्यो दिदी छट्नुहोस् हिँड नि हिँड अलि हिँड पछाडिबाट एउटा आची च्यापेर आइरहेको थाहा कि मलाई थाहा त्यसले आँची चेपाएर हुन्छ त्यसलाई आँची चेपेर के अन्त हामीले यहाँ अहिले कतालाई छोइदियो भने छौँ होइन त्यो साइकलेलाई चाहिँ अगाडि जाऊ दाजु भन्नुपर्छ अनि त्यो गलत लेनमा शून्य बसिरहेको ल हिँड हिँड पर्दैन त्यो खाल्डोमा पर्छ कि अलिकति उता होइन यता बाइक खाल्डोमा पर्छ भने गम्राङै हाल्थ्यो अब पुरै घाटा पुरै काट्नु पर्दैन मैले स्लो गरेँ होइन अब होइन ए त्यो अनि मेरो पछि 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 आउँदो रहेछ बजाउँदै है मलाई हेर है हेर पह बाबु पह तिमी हिँड्ने बेला लाइट बालेर सुत्त यता भएन नपर्ने यहाँबाट जान सक्छ सक्दैन सिधै हिँड यो 3 टर्न गर्न नजाले हाम्रो घर अगाडिको घर छुट्याउँछ निस्किन चाहिँ गर्छु भने जाँदा गर्छु भने एउटा उही त हो नि जोखिम जोखिम युक्त यात्रा अरे उहाँ नुवाकोटमा त्यत्रो चला होइन तिमीले के भयो त अनि त्यत्रो चला मान्छे 40 किलोमिटर भन्दा बढी चलाउनु है झन्डै 50 किलोमिटर चलायो त्यो केटी साइकलबाट झन्नै लडिन अरूलाई नहेर क्या तिमी चाहिँ झन्नै भनेर हेरौ त अब साइड लाइट बाला ल त्यो त्यो कहाँ रोकेर गुल्टेको अब काटा पुरै तिम्रो त्यो बहिनीलाई अलि हेर यो बहिनीहरूलाई नि हेर आमा किन सिधा नगरे तिमीले अहिले अनि सिधा गर्नलाई त त्यहाँ पुरै के अरे दुइटै टायर कटिसकेको थिएन तिम्रो त्यस्ता कुरा घाममा सुकाइदियो मान्छे हान्ने कि बरु नकाटे ब्याक गरेर फेरि गर्ने आफू सानो त हुनै नहुने केटीलाई अलिकति अगाडि हिँड ल ल भयो 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 अब अगाडि नै रोक्छु यहाँ ट्याक्सी मानि ओर्लिनुपर्छ नि यतापट्टि थाहा नि दिदी यतापट्टि म ढोका खोल्नु मिलेन भने म कसरी ओर्लिने भयो के भयो गइहाल्ने होस् त्यत्रो विधि साइड लाउनु पर्दैन आयो हाइवे बल्ल बल्ल गाली खाने खाने खाँदै ल अब मेरो एडभेन्चर यहीँ सकियो अहिले आजलाई अब उहाँको अफिसबाट म लाएँ मेरो एडभेन्चर सिद्धियो यहीँबाट हस् त धन्यवाद